आज हामी एलन वाट्सको एउटा निकै गहिरो किताब जे हो त्यही बनमा डुबुल्की मार्दैछौँ। यो किताब एउटा यस्तो प्रश्नबाट सुरु हुन्छ जसले सायद हामी सबैलाई छोएको छ। के कहिल्यै आफूलाई सुधार्ने यो कहिल्यै नसकिने दौडमा फँसेको जस्तो लाग्छ? यही कुराले हामीलाई एउटा अनौठो विरोधाभासतर्फ डोर्याउँछ। धेरै पुराना दर्शनहरूमा भेटिने यो भनाइ आजको हाम्रो छलफलको केन्द्रमा छ। ल त्यसो भए सुरु गरौँ हाम्रो पहिलो खण्डबाट। हेरौँ त कसरी आफूलाई बदल्ने हाम्रो कोसिस नै हाम्रो लागि एउटा जाल बन्न सक्छ। एलन वाट्सको तर्क के छ भने जब हामी आफ्नो मलाई वा अहङ्कारलाई त्याग्न खोज्छौँ नि, त्यो प्रयास नै अहङ्कारको सबैभन्दा चलाक चाल हुन सक्छ। मतलब अहङ्कारले नै आफूलाई त्याग्ने नाटक गरिरहेको हुन्छ। यो कुरालाई लाओ त्सु र कन्फ्युसियस बीचको एउटा पुरानो संवादले एकदमै राम्रोसँग देखाउँछ। लाओ त्सुले सोध्छन्, के तिमीले जुन मलाई हटाउन खोज्दैछौ त्यो प्रयास नै त्यही मको सबैभन्दा ठूलो प्रमाण होइन र? कस्तो गहिरो कुरा! अनि यहीबाट हामी मूल समस्यामा आइपुग्छौँ। यसलाई जेन परम्पराको एउटा गजबको कथाले बताउँछ। समस्या के हो भने हाम्रो जुन हिस्सा परिवर्तन हुन चाहन्छ वास्तवमा परिवर्तन हुनुपर्ने नै त्यही हिस्सा हो। वर्ड्सका अनुसार आत्मसुधारको सबैभन्दा ठूलो दुविधा नै यही हो। जेनमा यसलाई फलामको गुरुलाई टोक्न खोज्ने लामखुट्टेको कथासँग तुलना गरिन्छ। सोच्नुस् त, एउटा सानो लामखुट्टेले फलामको गुरुलाई टोकेर के नै गर्न सक्छ र? केही पनि सक्दैन। अहङ्कारले आफूलाई परिवर्तन गर्न खोज्नु पनि त्यस्तै हो। यो प्रयासको एउटै मात्र नतिजा के हुन्छ भने हामीले यो असम्भव छ भन्ने कुरा महसुस गर्छौँ र त्यो हार, त्यो असम्भव छ भन्ने बोध नै अहङ्कारको साङ्केतिक मृत्यु हो। वाट्स भन्छन्, यहीँबाट जीवनको एउटा नयाँ बाटो सुरु हुन्छ। त्यसो भए त्यो नयाँ बाटो के हो त? अब हामी ताओवादी दर्शनले देखाएको एउटा फरक बाटोको बारेमा कुरा गरौँ। यो बाटो बुझ्न पहिले ताओको अर्थ बुझ्नुपर्छ। ताओ भनेको प्रकृतिको बाटो हो, जीवनको त्यो स्वाभाविक प्रक्रिया जुन कुनै जोड जबरजस्ती बिना आफै चलिरहेको हुन्छ। र यो स्वाभाविक प्रवाहसँग तालमेल मिलाएर चल्ने कलालाई वु वेई भनिन्छ। यसको अर्थ नगरिकन गर्नु हो। यो भनेको आफ्नो बाटोबाट कुशलतापूर्वक हटेर चिजहरूलाई आफै हुन दिनु हो। यो त मनको लागि जुजित्सु जस्तै भयो होइन त? तर यहाँ एउटा कुरामा नझुक्किनु होला। उभै भनेको न त कुनै आदर्श बन्नको लागि मरिमेटेर प्रयास गर्नु हो, न त जेसुकै होस् भनेर सबै कुरा छोडिदिनु हो। यो दुवै अतिवादको बीचको बाटो हो। यो कुराले हामीलाई अर्को एउटा महत्त्वपूर्ण विषयमा ल्याइपुर्याउँछ: प्रतीक र वास्तविकता बीचको फरक। बौद्ध धर्ममा एउटा प्रसिद्ध भनाइ छ, धर्म भनेको चन्द्रमा देखाउने औँला हो, औँलालाई नै चन्द्रमा सम्झिने गल्ती गर्नु हुँदैन। वाट्सले यही उदाहरण दिएर हामीलाई सम्झाउँछन्। हो, हामी अक्सर धर्म र दर्शनको डुङ्गामै अड्किन्छौँ, तर त्यसले पुर्याउनु पर्ने प्रत्यक्ष अनुभवको किनारमा कहिल्यै पुग्दैनौँ। डुङ्गा त नदी तर्नको लागि हो, बोकेर हिँड्नको लागि होइन। ल हेर्नुस् त, औँला अर्थात् प्रतीकहरू के हुन्? धर्म, विधिहरू, सिद्धान्तहरू, शब्दहरू, यहाँसम्म कि हाम्रो अहङ्कार पनि। तर चन्द्रमा अर्थात् वास्तविकता के हो? त्यो हो वर्तमान क्षण, हाम्रो प्रत्यक्ष अनुभव र जीवन आफै। अब यति कुरा बुझिसकेपछि हामी यो यात्राको सबैभन्दा शक्तिशाली र सायद सबैभन्दा मुक्त गराउने निष्कर्षमा आइपुगेका छौँ। र त्यो निष्कर्षको सुरुवात हुन्छ यो बोधबाट: जीवन केवल यही क्षणमा छ र यही क्षणमा यो अनन्त र शाश्वत छ। र सबैभन्दा अचम्मको कुरा के छ भने तपाईँ चाहेर पनि यो प्रवाहबाट बाहिर जान सक्नुहुन्न। हामी सधैँ यही प्रवाहको एक हिस्सा हौँ। हो, हामीलाई लाग्न सक्छ कि हामी जीवनसँग तालमेलमा छैनौँ, तर त्यो सम्भवै छैन, किनकि हामी नै जीवन हौँ र हाम्रो अस्तित्व यही अहिलेमा छ। र यहीँनिर किताबको शीर्षकको अर्थ खुल्छ: जे हो त्यही बन। यो कुनै आदेश होइन, कुनै काम होइन, यो त एउटा सत्य हो जसलाई हामीले केवल महसुस गर्नु छ। त्यसो भए अन्त्यमा एउटा प्रश्न सोचौँ, के होला यदि हाम्रो जीवनको लक्ष्य आफूलाई बदल्नु होइन, बरु हामी वास्तवमा जे हौँ त्यही कुराप्रति जाग्नु मात्र हो भने?